हाम्रा टोलीहरू अब गोसाइँकुण्डलाई चाहिँ एक राउन्ड हान्ने भनेर चाहिँ तम्सी रहनुभएको छ र उहाँहरूको यात्रा सुरु भएको छ। हेर्नुहोस् अब यात्राको क्रम जारी भएको छ। यहाँनिर एकजना भक्तजन शिवजीलाई खोजीमा हुनुहुन्छ। बाटामा जाँदा जाँदा हामीहरूले सुन्दर फुलहरू देख्छौँ। हाम्रा दुईजना टोलीहरू उहाँ पुगिसक्नु भएको छ। यात्राको क्रममा गोसाइँकुण्डमा बिचुमा दीप प्रज्वलन भइरहेको हामी एक झलक देख्न सक्छौँ। हाम्रा टोलीहरू कता पुगे ल हेर्नुहोस्, उहाँ पुगिसक्नु हो। यात्राको क्रममा उकाली ओह्राली गर्दै हामी यहाँसम्म आइसक्यौँ। ल हेर्नुहोस्, हामीहरू उहाँदेखिको यात्रा अहिले यहाँसम्म आयो। यहाँनिर भक्तजनलाई सजिलो होस् भनेर चाहिँ बिचमा त्यसरी के भनौँ, एउटा हनुमानले रामचन्द्र र सीतालाई थिनको लागि बनाएको एउटा पुल जस्तै देखिँदो रहेछ। यहाँ हाम्रा टोलीहरू को यात्रा जारी छ। अहिले मैले भनेको थिएँ नि हजुरहरूलाई, मेरा टोलीहरू अब पुल तर्दै हुनुहुन्छ, ढुङ्गाको पुल तर्दै हुनुहुन्छ। ओम नमः शिवाय, जय शम्भो। हजुरहरू के गर्दै हुनुहुन्छ अहिले? पुल बनाएर अब हामी यहाँ चाहिँ कुण्डको चाहिँ परिक्रमा गर्दैछौँ। हस् ल, यात्रालाई जारी राख्नु होला। बाई बाई। ल हिँड्दै गर्नुहोस्, तपाईँहरूको पछि पछि त्यहाँ म आउँछु। ल हेर्नुहोस् गोसाइँकुण्डको रमणीय दृश्य। पुलको लगभग भाग सकिन आँटेको छ। अब उहाँहरूले पुल क्रस गर्नु लागिसक्नुभयो। उहाँहरूले पुल क्रस गरेर गइसक्नु भएको छ। अहिले यात्राको क्रममा अब हामीहरूले यहाँनिर एउटा त्रिशुल राखेको थियो। यहाँनिर सिमसिम पानी पर्न थालिरहेको छ। अब हामीहरू पौड्ने यात्रा जारी नै छ। यो गोसाइँकुण्डको परिक्रमा जारी भएको छ। अब हामी उहाँसम्म पुग्न पर्ने भएको छ। शिवजीले साथ दिनुहुन्छ भन्ने आशा राखेका छौँ। यात्राको क्रम जारी छ र परिक्रमा लगभग अब आदि भएको छ। यहाँ आइपुगेका छौँ। अब ल्याउनुहोस्, उकाली ओह्राली गर्दै हामी गोसाइँकुण्डको परिक्रमा गरिरहेका छौँ। यात्रा क्रम जारी छ। ल्याउनुहोस्, उकाली ओह्राली यस्तो भन्ज्याङ ठुल्ठुला ढुङ्गाहरूलाई चढ्दै अब हामी गइरहेका छौँ। वाह, एकचोटि यता हेरिदिनु त। अहिले गोसाइँकुण्डको परिक्रमा कस्तो भइरहेको छ? अब उकाली चढ्दै हुन्छन्। परिक्रमाको क्रममा अब हामी यहाँ आइपुगिसक्यौँ। आकाशबाट सिम पानी परिरहनु भएको छ। शिवजीले जल बर्साइरहनु भएको छ। यात्राको क्रममा हामी अहिले यहाँ आइपुग्यौँ। गोसाइँकुण्ड गोसाइँकुण्ड परिक्रमा गरेर हेर्नुहोस्, यस्ता
यहाँ दृश्यहरू छन् कुशकुण्डमा अवस्थित हेर्नुहोस् हेर्नुहोस् अब लगभग परिक्रमा सकिन आँटिसकेको छ हामीहरूको हजुरहरूलाई पुरा परिक्रमा देखाइरहेको छौँ पानी अहिले यहाँ बर्सात ठुलो भइरहेको छ मलाई यहाँ भिडियो खिच्न पनि गाह्रो भइरहेको छ गोसाइकुण्डको पानी यहाँबाट चाहिँ निकासी छ ल गोसाइकुण्डको परिक्रमा अब लगभग हामीहरूको सकिन आँटिसकेको छ हजुरहरूलाई केही कुराहरू उहाँहरूले भन्नुहुन्छ अहिले परिक्रमा सकिन आँटिसक्यो हामीहरूको ले हेर्नुहोस् छिडी उक्लिएर उहाँहरू गइरहनु भएको छ मलाई यहाँ भिडियो खिच्न पनि गाह्रो भइरहेको छ परिक्रमा गर्दाखेरि हामीहरूको परिक्रमा गोसाइकुण्डमा एक परिक्रमा सम्पन्न भएको छ हामीहरूले एक परिक्रमा गऱ्यौँ सक्ने भक्तजनहरू आउनु होला नसक्ने भक्तजनहरूले यही परिक्रमाको भिडियो हेरेर भगवानको दर्शन गर्नु होला